ल हाम्रो कम्पनी चाहिँ ऊ पछाडि देखिरहेको छ है, लाइट बलिरहेको छ त्यहाँबाट। यहाँ चाहिँ हामी एक्सर्साइज गर्न आएको। ऊ मेरो पार्टनर, काम गर्ने पार्टनर साथी एक्सर्साइज गर्न चाहिँ फुर्सदको दिन भएर यता आएको है। यहाँ चाहिँ आइटमको छ फेरि एक्सर्साइज गर्ने ठाउँमा चाहिँ यस्तो टाइपको जडान गरिएको छ है। यो चाहिँ कोरियामा कस्तो हुन्छ भनेपछि ठ्याक्कै 1 किलोमिटरको फरकमा चाहिँ यस्तो टाइपको सानो गार्डनहरू त्यसमा चाहिँ एक्सर्साइजको सामानहरू जडान गरेको हुन्छ। र यहाँ छ फेरि यस्तो टाइपको 3-4वटा आइटमहरू यसो राखेको चाहिँ पार्कहरू, सानो पार्कहरू बनाएको हुन्छ। नेपालको चाहिँ अहिले चाहिँ ठ्याक्कै बागमती खोलाको किनारतिर अलिअलि बनाएको छ। त्यहाँ चाहिँ हाम्रो चाहिँ बिहान बेलुका चाहिँ एक्सर्साइज गर्ने हाम्रो स्टेसन हो। र यसरी चाहिँ हाम्रो पार्टनरले एक्सर्साइज गरिरहेछन्। पार्टनर आज स्पेसल के दिन हो रे? आज भन्नु त। आज सबभन्दा लामो दिन। सबभन्दा लामो दिन कि सबभन्दा छोटो रात? सबभन्दा छोटो रात, सबभन्दा लामो। या आएको राम्रो छ। हामी चाहिँ एक्सर्साइज गर्न लाग्यौँ। अब लाइफमा होइन, एक्सर्साइज चाहिँ एकदम इम्पोर्टेन्ट छ क्या। हामी स्वस्थ भयो भने चाहिँ हामीलाई काम गर्न फ्रेस हुन्छ। स्वास्थ्य नै धन होइन। हामी एकदम फ्रेस स्वस्थ भयो भने चाहिँ काम गर्न सकिन्छ, जहाँ घर चल्छ, मेन्टल पनि फ्रेस हुन्छ र सही टाइममा सही डिसिजनहरू लग्यो भने चाहिँ हामीलाई सफलता मिल्छ। यति नै हो। र यस्तो छ डेकोरेसनहरू हेर्नुहोस् है, ठाउँमा यस्तो डेकोरेसनहरू बनाएको हुन्छ। र यहाँ चाहिँ हाम्रो बस्ने स्टेसन, चिया कफी मर्निङ टाइममा यहाँ आएर बसेर पिउने ठाउँ यस्तो छ। यहाँ चाहिँ लुकामारी गर्ने ठाउँ पनि हो फेरि। पार्क मात्र होइन नि फेरि, यस्तो ठाउँहरू चाहिँ बवाल।